साली आउनु भएको रहेछ अब सिधै घरवाली हो तपाईहरु नरिसाउने यहाँ सुन्नुस् न बडी साउने रहेछ सालीलाई राख्छु म हैन बडी मन पर्यो तपाईलाई बडी मन पर्यो कामी मन नमस्ते अहिले चाहिँ म कहाँ आएको छु भने यहाँ हेर्नुस् है तपाईहरु खै म आइपुगेन मेरो घरमा छु त म थ्याङ्क यू सो मच तपाईँ आइदिनु भएको छ मेरो घरमा एकदम पावाल लाग्यो मलाई चिन्ने भयो होला है सबैजनाले अचानकमा सरप्राइज आइदिएको म चाहिँ उहाँको चाहिँ लोकेसन चाहिँ यस्तो कट्याएर निकालेँ कि मैले छक्कै परेँ म त त्यही त म त सरप्राइज भएर हो म त रम्बेराको टोप के भन्छ थलीमा सार्दै थिएँ कि बिचारा भाइले चाहिँ यति बेसी घर बस्तीमा होइन गाउँघरमा चाहिँ यस्तो मेहनत गर्नुहुँदो रहेछ कि म सबै देखाउने छु म तपाईँहरूले यो भ्लगलाई अन्तिमसम्म हेर्नुहोस् होला मेरो भाइको हालत यस्तो छ बिचारै र यो भिडियोमा चाहिँ कुनै स्क्रिप्ट छैन हो केही छैन जे छ त्यही र देखाउने छु हाम्रो सन अफ सिक्किम भाइ चाहिँ रेडी पनि केही गर्नु भएको थिएन अचानकमा आइपुगेको थियो र जुन चाहिँ तपाईँहरूले भिडियोमा देख्नुहुन्छ कन्टेन्टमा देख्नुहुन्छ त्यो सबै म देखाउने छु आज चाहिँ हेर्नुहोस् होला र सबसे फर्स्टमा यहाँ हाम्रो सन अफ सिक्किमको आपा सँगै उभिनुहोस् त सेम छ कि छैन सेम हाम्रो आपा मेरो आपा तपाईँले देखिरहनु भएको थियो पहिला देखाउँथ्यो र कतिजनाले सोध्नु हुँदै थियो बाबालाई चाहिँ किन नल्याएको भनेर भ्लगमा है हजुर र हिल बाइकको भ्लगमा हेर्नुहोस् आज अन्त यहाँ यी साली आएको छ मसँग साली त जहिले अलवेज साथमा हो अन्त यहाँ भाइ अब यस्तो यहाँ सुन्नुहोस् है अब तपाईँहरूले साली आउनु भएको रहेछ अब सिधै घरवाली हो तपाईहरु नरिसाउने साली घरवाली छेउमा एकछिन उभि हेर्नुस् त ल सँगसँगै कमेडी पापा यहाँ सुन्नुहोस् न बडी साउने रहेछ मार्छ ल खासैमा चाहिँ के भएर यहाँ आएको भन्यो भने चाहिँ एउटा अर्जेन्ट काम थियो र चाहिँ आएको थियो र त्यो साथैमा हाम्रो भाइलाई पनि भेटिराख्छु भनेर चाहिँ आएको थियो हाम्रो सन अफ सिक्किम भाइ फुर्बा भाइको घरमा आएको छु र भाइलाई यो खदा चाहिँ किन नआएको भने चाहिँ नि 11 मेमा चाहिँ उहाँको मुभी रिलिज हुँदैछ सर्ट फिल्म र यो चाहिँ अघिल्लो नै उहाँलाई बधाई छ बधाई छ भाइलाई भाइको मुभी चाहिँ कहाँ रिलिज हुँदैछ भने चाहिँ सिङताम नगर पञ्चायत कमिटी हलमा चाहिँ 11 तारिक चाहिँ उहाँको मुभी रिलिज हुँदैछ तपाईले यहाँनिर म एउटा ब्यानर म हालिदिन्छु हेर्नुहोस् होला तपाईले र उहाँको मुभी चाहिँ अब यो आउँदो कति आजदेखि कति पनि छैन 5 दिन मात्रै छ एकदम एक्साइटेड छ अब युट्युबमा पनि छिटो आउने होला छ हैन युट्युबमा पनि अलिक छिटै आउँछ तर अब रिलिज भए सबै जग्गा युट्युबमा भन्दा चाहिँ अगाडि चाहिँ यतै सिङताम आएर हेर्छ तर युट्युबमा चाहिँ टाइम लाग्छ अब मेबी निकै टाइम लाग्छ किनकि अब काहीँ मुभी हलतिर रिलिज हुनुपर्छ त्यसको बादमा चाहिँ अब फेरि युट्युबमा हुन्छ युट्युबमा हेर्नु मजा भन्दा चाहिँ लाइभ हेरेको चाहिँ मजा हो नि त स्वयं उहाँलाई पनि सबैजना हुन्छ कि ग्रुप हुन्छ अन्त त्यहाँनिर यसो है कराउँदै म त एकदमै एक्साइटेड छु जानेवाला छु त्यतिखेर र हामी एकदमै हैन त्यतिखेर भेट्ने छु र भाइलाई पनि भेट्ने छु तपाईहरु सबैजना आउनुहोस् होला र साथैमा अब भ्लग कन्टिन्यू हुनेछ अन्त भएको छैन र मेरो क्यामेराम्यान चाहिँ देखाउनु पर्यो नि कहाँ है क्यामेराले चाहिँ कस्तो गरिरहेको होला भनेर सोच्छ साली तर हैन साली अब घरवाली सिक्किमको घरमा चाहिँ अर्ग्यानिक टमाटर अस्ति रोप्दै गरेको मैले देखेको थिएँ नि भाइ यो मैले यता त डल्लै छ नि फेरि हो अर्ग्यानिक यसरी रोप्नु पर्दो रहेछ ल आमामा यसरी थाङ्ना लाउनु पर्दो रहेछ पहिला चाहिँ हजुर यसरी थाङ्ना लाउनु पर्दो रहेछ हैन हजुर यसरी लाउनु पर्छ टक्कै बाँड्नु पर्यो र योपालि चाहिँ अलिकति कम्ती छ तर अर्कोपट्टि राखेको छु फल्नु बित्तिकै मलाई पनि पठाइदिनुहोस् है हुन्छ फुल्नु थालेछ यी भाइ फुल्नु थाल्यो तपाईको लागि एक बोरा चाहिँ टक्कै मात्रै पठाइदिन्छु एक बोरा मात्रै हजुर सालीलाई पनि सालीलाई आधी बोरा यहाँ हेर्नुहोस् है भाइले कन्टेन्ट बनाउने रुख चाहिँ यही हो अन्त यहाँको नजर यहाँ है
के भन्ने छ भाइ ल भनिदिनुहोस् मेरो ब्लगमा आज तपाईँको भ्लगमा आएको छु होइन सधैँ यसरी आउनु पाऊँ भन्नु त सक्दिनँ किनभने अब धेरै टाढो पर्यो दाजुभाइ जोरथाङदेखि पनि अलिक माथि नै जानु पर्छ निकै माथि नै हो नि त्यही भएर चाहिँ अब कोही कोही बेला यसरी भेट गरौँ होइन भ्लग गरौँ र जतिजनाले मलाई माया गर्नुहुन्छ उहाँलाई पनि एकदमै धेरै सपोर्ट दिनु होला है एकदमै धेरै टाढोबाट उहाँ मेरो घर आइदिनुभयो त्यतिमै म एकदम प्राउड छु है खुसी छु तर मैले सपोर्ट दिनु होला हजुर मैले भ्लग चाहिँ अब बाटोदेखि सुरु चाहिँ गरेन अब यहाँ आइपुगेर सुरु गर्यो सालीले माया गर्छ भन्दैछ मलाई कसलाई चाहिँ यता आउनु नि एउटा कुरा होइन त्यसै भने खै जिस्केको होला जिस्केको ल एउटा डायलग सिर्काइदिनुहोस् त भाइको जिस्केको है त त्यो छ नि र मैले भ्लग चाहिँ आधी बाटोबाट भनाइन नि भाइको घरमै मैले सुरु गरेको किन भने चाहिँ सबसे फर्स्टमा चाहिँ पर्मिसन ठुलो हो नि होइन भाइ भ्लग बनाउँछु के गर्नु भनेर तपाईँको घर मेरो घर सबैको घर मेरो घर सबैको घर होइन हजुर उताको होइन मेरो घर अब घरवाली उड्ने होला छ अन्त घरवाली कठहर के पो यो त कठहर है पाइनएप्पल घरमा अन्त पाइनएप्पल उम्रिनु थालेछ अब यो फल्छ नि बिस्तारै फल्छ यस्तो छ र अरू के देखाउँ हो तपाईँहरूलाई अब सन्स अफ सिक्किमको घरमा चाहिँ यस्तो छ होइन त्यहाँ यहाँ तल अस्ति मकै रोपेको रोड चाहिँ कहाँ हो यहाँ हेर्नुहोस् न यहाँ घरमा चाहिँ नयाँ रोड आएको रहेछ नि भाइको अर्ग्यानिक यहाँ रहेछ त अब हाम्रो सन अफ सिक्किम भाइलाई नचिन्ने को चाहिँ छ होइन ल बा पनि अब मेरोबाट जसले तपाईँले नयाँ जोडिनु भएको छ हाम्रो सन अफ सिक्किम भाइको पेजलाई पनि भिजिट गरिदिनुहोस् फलो गरिदिनुहोस् युट्युब च्यानल पनि छ युट्युब च्यानल 10K पुग्न आँटेछ त्यहाँ पनि तपाईँले सपोर्ट गरिदिनुहोस् त्यहाँ चाहिँ युट्युबमै मुभी पनि ती नै आउनेवाला छ र त्यहाँ चाहिँ धेरै टाइम लाग्छ तर फर्स्ट यता मुभी थिएटरतिर कहाँ अब रिलिज हुन्छ होइन हलतिर रिलिज हुन्छ त्यसको बादमा त्यहाँ आउनेवाला छ र तपाईँले धेरै तपाईँहरूलाई माया छ मेरोबाट र साथसाथै हिलबाईकोबाट पनि यस्तो दिन्छौँ सबैजनालाई ल अब क्यामेरा अफ गरेर एकछिन घुम्ने छु भाइकोमा हजुर र के छ देखाउने छु हेर्दै गर्नुहोस् ल अहिले चाहिँ हामी कहाँ आएको छु ल भन्नु त तारे भिर हेर्नु आएको छु भाइले हामीलाई तारे भिर देखाउनु हेलो बहिनी तारे भिर देखाउनुहोस् त भाइ टावर चाहिँ त्यहाँ है तारे भिरको त्यो उयो चाहिँ त्यो त तल देख्ने त कहाँ पो यहाँबाट मुनि ऊ पर हो तारे भिर देख्नुभयो टमेटोको माया हेर्नु नि हो टमेटोको माया फले के भने हेरेको नि त्यहाँ फुल्दै रहेछ त होइन बच्चा छ हुँदैन भर्खर फुल्दैछ यसको भिडियो बनाउनु पर्छ भाइ टमेटो बेचेको कन्टेन्ट बनाउनु पर्छ टमेटो बेचेको ल अब भने चाहिँ भ्लग पनि अन्त गर्नुपर्ने रहेछ किनकि धेरै लामो भयो अब फर्किने टाइम पनि भयो नजानु न हौ आज धेरै मजा आयो सालीलाई छोरी राख्नु भएको छैन म मार्छ मलाई अर्काको छोरी लिएर आएको कि नेक्स्ट टाइम फेरि आउने छु भाइ धेरै मजा आयो धेरै राम्रो लाग्यो अन्त एकदम बाबा खुसी लाग्यो नानी हेलो गरिदिनुहोस् न नानीले अब जाउँ है साली जाउँ है कि बस्ने बस्ने भन्नु सालीलाई राख्छु म मार्छ है उसको हुनेवालाले मार्छ यहाँ छोडेर गयो भने त फेरि साह्रो छ है होइन बढी मन पर्यो तपाईँलाई बढी मन पर्यो अब अर्को अर्को पालि र आज चाहिँ धेरै मजा आयो र धेरै लामो भ्लग भयो र हेरिदिनु भयो होला धेरै एकदमै थ्याङ्क यू सो मच र सन अफ सिक्किम भाइलाई पनि अब हामी डाइरेक्ट 11 तारिक भेटौँ है ल सक्दो म कोसिस गर्छु आउने यति नै है र हेर्दै गर्नु होला है सबैजनाले र यसरी रमाइलो गर्दै गरौँ होला र कुनै दिन तपाईँ घरमा आएर नि म यसरी नै भ्लग गर्नेछु अचानक आएर यो चाहिँ बतासानै झुक्किन नि तर ठिकै छ केही छैन है र एकदम रमाइलो भयो खुसी लाग्यो र उहाँलाई पनि अब त्यही हो अब हामी है एकअर्कामा सपोर्ट चाहिँ हुनुपर्छ भन्ने लाग्छ क्या मलाई चाहिँ बाई बाई टाटा